हेलो नमस्कार, म शेरबहादुर राई। म कन्यामा जाथेँ। यो चियाबारीमा यसो भ्यूहरू तपाईँहरूलाई देखाउँदैछु। चिया चाहिँ अहिले टिपिसकेको रहेछ र सबै ठुटा पारेको रहेछ। हेर्नुहुन्छ तपाईँहरूले, हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ आएर यसो हेरेको, यहाँ चाहिँ अलिक टिपेको छैन छ, पुरानो भइसकेको रहेछ। ल हेर्नुहोस्, यो यहाँनिर फ्ल्याग देखिरहनु भएको छ नेपालको। यो चाहिँ लपडाँडा अनि यता बाटो छ, इलाम जाने बाटो हो। ल यहाँनिर हामी हुँदो बाटोतिर जाँदैछौँ। ल यहाँनिर झर्दै बाटोमा ल हेर्नु, अरूहरू पनि आउनु भएको छ। यहाँनिर खाजा खाने रहेछ बसेर। त्यहाँ चटपटे पसल छ। सबैजना यहाँ घुम्न आउनु भएको छ। यता पारि चाहिँ भेनाहरू हुनुहुन्छ, हाम्रो टोलीहरू। यता चाहिँ भान्जी र म छौँ। यहाँ बाटोमा हामी झरिसकेका छौँ। बाटो यतापट्टि यहाँनिर टोइलेट हो जस्तो लाग्छ, चालु भएको छैन छ। ल साथीहरू, हामी अर्को डाँडातिर आउँदैछौँ, हेर्न सक्नुहुन्छ। भान्जी हेर्न सक्नुहुन्छ, राम्रो छ। अलिकति यहाँनिर सबैजना घुम्न आउने मान्छेहरू, पर्यटकहरूको लागि यहाँ ठाउँ डस्टबिनको चाहिँ व्यवस्था छैन छ। यसो हामी जस्तो घुम्न आउने मान्छेहरूले पनि यसो फोहोर चाहिँ यसो अलिक जहाँ फाल्नुपर्ने हो त्यहीँनिर फ्यालिदिनु पनि पर्ने रहेछ भन्न चाहन्छु। कस्तो लागेको छ भान्जी? इलाममा आएर यहाँ चियाबारी घुम्दैछौँ है हामी साथीहरू। ल हेर्नु, यताबाट पनि यस्तो राम्रो देखिन्छ। यता बाटो छ इलामतिर जाने। हिमाल पनि दामी देखिरहेछ। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर चाहिँ यसो यो टोइलेटको चाहिँ व्यवस्था छैन क्या, त्यसको पनि टोइलेटको पनि व्यवस्था गरिदिएको भएदेखि राम्रो हुन्थ्यो पनि म भन्न चाहन्छु। ल हाम्रो ग्याङहरू यहाँ हुनुहुन्छ है साथीहरू। यता दाई हुनुहुन्छ है, प्रकाश दाई। अलिक हेन्सम दाई हुनुहुन्छ है। यता भाइ यहाँ एकदमसँगले टिकटक हुँदैछ। यतापट्टि भेना पनि यसो हेलो गरिदिनु पर्यो है। यता हुनुहुन्छ। ल नमस्कार। यता भान्जा, यता हेर भान्जा, यता हेर भान्जा चाहिँ के भएको छ, एकदम रिसाएर बसिरहेछन्। ल है यहाँ हेलो गर्दा। हेलो भान्जा, कस्तो भयो यहाँ आएर? के कन्यामा आएर गेम खेल्दा कस्तो भयो? मजा आयो नि? बोलिरहेको छैन नि, खोइ के भएको छ भान्जालाई? यताबाट चाहिँ दामी देखिँदो रहेछ है साथीहरू। ल हेर्नुहोस्, अब यहाँ चाहिँ फोहोर चाहिँ बढी फालिरहेको रहेछन् सबैजनाले। आउने जाने मान्छेहरूले यसो फोहोर चाहिँ जहाँ डस्टबिन रहेछ त्यहाँ फ्यालिदिनु होला। त्यसरी यसो डस्टबिन व्यवस्था गरिदिनु होला। यो नगरपालिका, सूर्योदय नगरपालिका हो क्या सायद, जस्तो लाग्छ मलाई। यहाँ चाहिँ टिकटक तयारी हुँदैछ। यहाँ नाना यता उसै भाइ यता ए निनीलाई त देखियो नि त। ल निनी यता पनि निनी, यहाँ तेतेम हुनुहुन्छ। ल कन्याम घुम्दा कस्तो लागिरहेछ साथीहरू? हामी यो टिम आएको छौँ। एकदम रमाइलो भयो दाइजी। ल हाम्रो चाहिँ यहाँ टिकटक बनाउने टोलीहरू है, हामी यहाँ टिकटक बनाउँदैछौँ सबैजना।
ल ट्याक्कै हामी लकडाउन आइसकेको छौँ यहाँ फ्लाग छ नेपालको ल पहिला चाहिँ यस्तो गरेको थिएन अहिले चाहिँ यो बाहिर सिमेन्टको ब्लक हालेर यता चारै कुनातिर बारेको रहेछ साथीहरू योबाट हेर्दाखेरि चाहिँ दामी देखिँदो रहेछ यहाँ चाहिँ एउटा स्कुल पनि रहेछ ल हामी चाहिँ गीत गाउँदै ओह्रालो झर्दैछौँ यो लप डाँडाबाट सिँढी बनाएको रहेछ रेलिङ पनि ल यहाँ चाहिँ घोडा चढ्ने ठाउँ रहेछ बाटो यहाँ बत्ती पनि हाल्नु भएको छ सर यो सिँढी चाहिँ राम्रो बनाउनु भएको छ यहाँ चाहिँ व्यवस्थित रूपमा फोहोर हाल्ने डस्टबिन पनि हालिदिनु भएको रहेछ सिँढी चाहिँ भने चाहिँ यहाँबाट दामी देखिँदो रहेछ घोडाहरू छ पनि छ यहाँ घोडाहरू पनि चढ्न सक्नुहुन्छ तपाईँहरू यहाँ आएर बाटो छ यो बाटोको यताउता साइडमा गाउँहरू पनि छ बस्तीहरू पनि रहेछ घरहरू पनि राम्रो छ चिया बगान साथीहरू भ्यू पनि दामी देखिरहेछ तपाईँहरू हेर्न सक्नुहुन्छ यता टिकटक बनाउँदैछन् माथि लप डाँडा यता बस्छ यो सानोमा चाहिँ तपाईँहरूले भाडामा जुनसुकै ड्रेस पनि लाएर फोटो खिच्न पनि सक्नुहुँदो रहेछ यहाँनिर फोटो खिच्ने कार्यक्रम हुँदैछ है यहाँनिर एउटा गेम खेल्नु हुँदैछ फोहोर मलाई भनेछ एउटा सूचना टाँसेको रहेछ यहाँनिर यता चाहिँ स्कुल रहेछ सरसँगले टिकटक बनाउनु हुँदैछ यहाँनिर चाहिँ